हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग त नभन्नु अब के भन्ने यति वर्ष भइसक्यो भ्लग नभएको ल आज चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि आफ्टर सो लङ टाइम आज चाहिँ हामी बनाउँदैछौँ चिया खानेको चिया खाएका चिया चिया खानको लागि चाहिँ सुरुमा के गर्नुपर्छ भन्दाखेरि खोइ मह खाने गाइज मह खाने गाइज मह सुरुमा पानी चाहिन्छ हामीलाई चिया बनाउन हाल्यौँ हामीलाई चाहिन्छ पानी चाहिँ स्वाद अनुसार हाल्नु होला अनि यसरी खोल्छन् ग्यास तपाईहरुलाई ग्यास खोल्न आउँदैन भने अरे के देख्नु परेको यो गाइस बल है त चिया मलाई बल्ने आएन ल पानी अब तात्छ 2 मिनट वेट गर्ने हैन 2 मिनट वेट गर्ने 2 मिनटमा यतिकै फ्रीमा त कहाँ जान दिन्छु त म अब यसो घुमघाम गर्छु घुम्छु ओर्छु सामानहरू ठिक पार्छु चिया पकाउनको लागि हामीलाई के चाहिन्छ हामीलाई चाहिन्छ चिनी अरु के चाहिन्छ नेपालीको भाषाबाट चिया रङ अलि एक्सपान्डेड नेपाली त के भन्छ त्यसलाई एकदम प्योर नेपालीको भाषाबाट चियापत्ती प्रोबेबली के रे थाहा छैन मलाई तपाईहरुले देख्न सक्नुहुँदैछ सुन्नुपर्छ क्या चिया रङ हो कि होइन भनेर कहिलेकाहीँ चिया रङको साथमा मेथी जान्छ अनि चिया तितो हुन्छ मिठो हुन्छ तितो भएपछि कसरी लाग्छ नि यसरी राख्दो रहेछन् अनि चिनी हो कि नुन हो त्यो पनि चेक गर्नुपर्छ कहिलेकाहीँ एकदम चिनी एकदम गुड क्वालिटीको चिनी छ हैन अरू हामीलाई के चाहिन्छ भन्दाखेरि अरू हामीलाई चाहिन्छ मिल्क लिएर आउँ मिल्क हाम्रो 1 कप दुध एकदम तयार छ अब हामी पकाउन आँटेको छौँ चिया हुँदैछ रेडी बोइल हुँदैछ चिया दुध हाल्ने यहाँ 1 कप आवश्यक दुध पुगेन गाइज मेरो मूल्याङ्कन एकदम गलत भयो यो चाहिँ अहिले बनेको चाहिँ सेतो पानी आई मिन वाट यु कल द्याट थाहा भएन चिया रङ चियापत्ती टाइम लाग्छ नि त कति हाल्छन् धेरै हाल्नु हुँदैन भुँडी बिग्रिन्छ ठुलो मान्छेले भन्छन् म चाहिँ भन्दिनँ यसरी हाल्छन् अब चियालाई उम्लिन्जेलसम्म छोडिदिने अरे चिया त उम्लिन थाल्यो त ओ माई गॉड ये हम क्या देख रहे हैं अब हामी एकदम पर्फेक्सनले रेडी भइसकेको छौँ चिया खानको लागि तपाईहरु खाने हो भने www.chiakhan.com मा आउनु चिया चाहिँ उम्लिसकेको छ गाइस चिया माथि उड्दैछ तर चियाको मेन इन्ग्रेडियन्ट भनेको के हो तपाईहरुलाई थाहा छ चियाको मेन इन्ग्रेडियन्ट भनेको चिया हो चिया अब चिया रङ हालियो अब यहाँ यसरी क्यामेरा अडियम फेरि एकचोटि होइन अब हाल्नुपर्छ चियापत्ती चिनी हाल्ने स्वाद अनुसार देखाउनुपर्छ नदेखाइ हुँदैन चिनी हालेको नदेखाइ हुँदैन वेट अलिकति सानो हो त बाबु झन्डै उम्लेर सकेको नि अब हामीले चिनी हाल्ने अब